दक्षिण कोरियादेखि नेपालको यात्रा तय भयो। यो टिकट यो चाहिँ एयरपोर्टसम्मको लागि बस टिकट। यो चाहिँ चाइना एयरपोर्टमा हामी चाहिँ यहाँ ब्यागेजहरू यहाँ राखेर यस्तो क्याबिनमा सुत्दैछौँ हामी चाहिँ 8 घन्टाको लागि रुम लियौँ हामीले क्याबिनमा। यहाँ सुत्दैछौँ हामी चाहिँ। बेड चाहिँ यस्तो हुँदो रहेछ है। यता उयो फोल्ड गर्न मिल्छ। है मेरो चाहिँ रुम नम्बर 8 हो। यहाँ यस्तो क्याबिन लिएर बसियो चाइनाको एयरपोर्टमा। 13 घन्टा ट्रान्जिट भएको भएर चाहिँ यस्तोमा बस्ने निदो गरियो आज चाहिँ। अनि यो क्याबिनभित्र चाहिँ यस्तो हुँदो रहेछ। यहाँ टिभीको व्यवस्था अनि चार्जिङ पोर्टहरू यता रहेछ होइन। अनि त्यसपछि यो चाहिँ यो तलको जुत्ता खोले। त्यसपछि यो तलको यो यसरी उठाउन लागि सिट हल्का ब्याक जाँदो रहेछ। अनि रिमोटलाई त्यहाँ राखियो। यहाँ फ्यान मजाले फ्यान चलिरहेछ। अनि यहाँ चाहिँ ऐना यहीँ हुँदो रहेछ। लाइटहरू अफ गर्ने स्विच चाहिँ यहाँ छ। लाइटहरू अन अफ गर्ने स्विच यहाँ छ। बेड चाहिँ मजाको रहेछ। बेड चाहिँ मस्त सुतिन्छ। ब्यागहरू यता राख्नु पऱ्यो। दामी सुतिन्छ। गुड नाइट। है सुतियो 8 घन्टाको लागि। एयर ट्राफिकिङ सम्बन्धी केही समस्या देखेकोले यही ठाउँमा चाहिँ 4 राउन्ड जति होल्ड गर्नुपर्ने अवस्था भयो र 3-4 राउन्ड होल्ड गरे यही ठाउँमा। यो कुन ठाउँ रहेछ त्यो थाहा भएन, तर कस्तो मिलेको ठाउँ, एकदम मिलेको। यो माथि आकाशबाट हेर्दा कस्तो राम्रो लाग्यो यो ठाउँ चाहिँ। यो कुन ठाउँ रहेछ खै। यो चाहिँ यो काठमाडौँ निजगढको यो सुरुङ मार्ग जुन बनिरहेको छ ठ्याक्कै त्यही ठाउँ हो। यो चाहिँ यो ठ्याक्कै यही बनिरहेको ठाउँलाई चाहिँ के भन्छ त्यो ठ्याक्कै थाहा भएन, तर त्यही ठाउँ रहेछ यो चाहिँ। हेर्नुहोस् डाँडा काँडा कति राम्रो छ, राम्रो दृश्य। तर अलि धेरै बदली भएको कारणले गर्दा हिमालहरू देख्न पाएन। काठमाडौँ ल्यान्ड हुँदैछौँ। यो काठमाडौँ वरिपरिको केही दृश्य।
滑行，在系好安全带、指示灯关闭前，保持安全带系好。